म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 पोखरी बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते हुनुभएको छ। यहाँ कति बेला आइपुग्नु भएको थियो? 5:30 यहाँ आउँदा घटनास्थलको के थियो अवस्था? सेम पुलिएको थियो, त्यसमा भोकै हल्लिएको थिएन। मान्छेहरू मात्रै थिए, अरू मान्छे 2जना मान्छे निस्किसकेका थिए, उहाँलाई बेनी पठाइसकेका थियो उपचार गरेर। उहाँ निस्किने अवस्था थिएन। यहीँको स्थानीय बासिन्दा यो नजिक हरे। यस्तो छ, यो खासमा यो सुरुमा थाहा पाएको चाहिँ पारीको हाम्रो शिव भाइले रहेछ। शिव भाइले हामी पोखरी बगरको सबैलाई 3:41 जाँदातिर फोन हान्नुभएको थियो। त्यसपछि फेरि हाइड्रोको जोसेफ सरले पनि फोन हान्नुभएको थियो। त्यसपछि हामी चाहिँ आउँदा 4 बजे थियो। 4 बजे आउँदाखेरि चाहिँ यहाँ चाहिँ अब पहिरो आएको थियो, मान्छेहरू पनि 1-2 जना आइसक्नु भएको थियो र हामी र तातोपानीको पुलिसहरू सँगै आएको हो। अब आउँदाखेरि राति थियो, अब अँधेरो थियो, त्यस्तो खासै केही देखेको थिएन। अब त्यो भएपछि यता पछाडिबाट 2 जना अन्य मान्छेहरू पनि होइछ। त्यो मध्येमा एकजना चाहिँ घाइते भएको भएर उसलाई हामीले यता लगेर मेडिकलमा सामान्य उपचार गरेर अनि बेनी रिफर गरे हो। त्यसपछि अँधेरो थियो, अरू त्यस्तो केही देखिएन। त्यस एकजना भित्र पुरिनु भएको छ भन्ने चाहिँ थियो, बिहानैबाट त्यो चाहिँ थाहा थियो। अब थाहा भएपछि अब हामीले त्यो थाहा हुँदा पनि हामीले केही गर्न चाहिँ सकिएन, राति भएको भएर। अनि सबै सुरक्षाकर्मीहरू पनि आएको थियो। यहीँको दीपक बरुवाल हुन्छ हाम्रो हजुरबा हो, यहीँ अगाडि घर छ उहाँको। उहाँ सुरक्षा गार्ड हुनुहुन्थ्यो यहाँको। नाम त उहाँको अर्कै के छ, तर खास दीपकजी भा हो नाम चाहिँ। यस्तै थियो अवस्था। अब सोचे जस्तो ठाउँ थिएन के अरे। अब त्यही पनि यस्तै भयो, गर्न के सकिन्छ। यस्तै छ अब अवस्था। पछाडि आर्मी र हरूले उद्धार गर्नुभयो। अहिले पछि सशस्त्र सुरुमा चाहिँ तातोपानीको पुलिस आउनु भएको थियो, त्यसपछि सशस्त्र आयो, आर्मी त भर्खर आयो। त्यसपछि चाहिँ हामीले यहाँको इन्फ्राप्रोको यो गाडी हो, यो के अरे यो डोजर चाहिँ इन्फ्राप्रोको टोलीले हो। पहिलाको 2 जनालाई उद्धार गरेको नि पारीको हाइड्रोको इन्फ्राप्रोको ग्रुपले गरेको हो। अनि त्यसपछि यो गाडीहरू नि उहाँहरूले नै पर हाइड्रोबाट ल्याएर गरे हो। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेर 3 वर्ष अगाडि निर्माण गरेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहदेखि केही माथिको पाखो भत्किएर आज बिहान 3:35 सुक्खा पहिरो खसेको थियो र सो पहिरोमा परिएर विद्युत गृहमा सुरक्षा गार्डको रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका 6 पोखरी बगरका 51 वर्षीय दीपक बरुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। यो अन्नपूर्ण गाउँपालिका वार्ड नम्बर 6 स्थित रहेको घारखोला हाइड्रोमा राति अन्दाजी 3:35 बजेको समयमा पहिरो खसेर मानिस पुरिएको छ भन्ने सूचना हामीलाई प्राप्त भएको थियो। त्यस लगत्तै हामी 3वटा सुरक्षा निकायबाट र जिल्ला सुरक्षा समितिबाट समेत हामी एकैपटक परिचालित भएर यहाँ आएर घटनास्थलमा बुझ्दाखेरि चाहिँ एकजना व्यक्ति घाइते भएर हस्पिटल पठाएको र एकजना व्यक्ति चाहिँ भित्र च्यापिएको अवस्थामा छ भन्ने हामीलाई सूचना प्राप्त भयो। त्यस पछाडि 3वटा सुरक्षा निकायबाट मिलेर हामीले जो मृतक छ उसलाई उद्धार गरेर अहिले बाहिर निकालेको अवस्था छ। मृतक चाहिँ दीपक बरुवाल भनेर उसलाई नाम बोलाउने नाम चाहिँ उसको दीपक बरुवाल रहेछ। खेमराज बरुवाल चाहिँ अन्दाजी 55 वर्षको हुनुहुन्छ। उहाँलाई चाहिँ अहिले हामीले अब आवश्यक कानुनी प्रक्रिया पुरा गरेर लाने काम हुँदैछ। घाइतेको अवस्था के छ? घाइतेको अवस्था चाहिँ अहिले घाइतेलाई दाहिने हात, विशेष गरी दाहिने हात र खुट्टामा चोट लागेको, उहाँको प्रदेश अस्पताल बेनीमा उपचार हुँदैछ। अवस्था मध्यम छ अहिले। आयोजनाको क्षतिको अवस्था? अब आयोजनाको अवस्थामा चाहिँ हामी पनि भित्र गएर हेर्न सक्ने अवस्था छैन, हामीले भित्र गएर हेरेका छैनौँ। बाहिरबाट हेर्दाखेरि चाहिँ यो क्षति चाहिँ जुन हजुरहरूले देख्नु भएको छ त्यही नै क्षति हो। यसै गरेर गौरीगङ्गा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विकलाई घाइते अवस्थामा उद्धार गरेर प्रदेश अस्पताल बेनीमा उपचारको लागि लगिएको छ। पहिरो जाँदा तपाईँ घटनास्थलमै हुनुहुन्थ्यो? हजुर, म ड्युटीमै थिएँ सर। त्यतिखेरको क्षणलाई बताइदिनुहोस् त। त्यतिखेर त सर 81 अब माथिबाट पहिरो आयो सर। केही नै भाग्ने चान्स पनि पाइएन, त्यही केही भएन सर। त्यत्तिकै पहिला 10 सेकेन्ड जति अगाडिसम्म एउटा ढुङ्गा झऱ्यो सर, त्यसले चाहिँ वार्निङको दिएको थियो। त्यसपछि चाहिँ एकैचोटि सबै झऱ्यो, केही नै भएन सर। तपाईँ कुन ठाउँमा हुनुहुन्थ्यो? म कन्ट्रोल रुममा थिएँ सर। अनि हाम्रो अघि घाइते हुनुभएको साथी? उहाँ चाहिँ मेसिन फ्लोर जानुभएको थियो। अनि गार्ड चाहिँ? गार्ड चाहिँ उहाँ आफ्नै पोस्टमै हुनुहुन्थ्यो, गार्ड पोस्टमै। अनि तपाईँ
अब घाइते हुनुभएको साथी र तपाईँ चाहिँ कसरी बाहिर निस्किनु भयो? उहाँलाई चाहिँ मैले त्यो ढुङ्गा झर्ने बित्तिकै तपाईँ भाग्नु है भनेर मैले इसारा गरेँ। अनि त्यसपछि म पनि कन्ट्रोल रुमबाट मास्तिरबाट निस्किनको लागि गएको थिएँ, तर मास्तिरबाट पनि निस्किने चान्स नभएपछि पछि साथीहरूले रस्सी फालेर चाहिँ म रस्सीको सहायताले बाहिर निस्केँ सर। अनि त्यतिखेर तपाईँले कसरी साथीहरूले गर्नुभयो? कति बेलातिरको घटना हो नि? जो चाहिँ 3:30 देखि 3:35 बिचमा भएको घटना हो सर। तपाईँ कति बेला बाहिर निस्किनु भयो? म लगभग 4 बजेतिर 3:50 4 बजीसम्म बाहिर निस्केको थिएँ सर। त्यो बिचमा चाहिँ तपाईँहरूलाई एकदम त्रसितै हुनुभयो? त्रसित सर, अब आशै थिएन सर, त्यस्तो पहिरो झरिरहेछ, आफू आँखा अगाडि लाइभ सबै देखिरहँ। अब यस्तो भएपछि के गर्नु, अब छैन भन्ने आश चाहिँ मारिसकेको थियौँ सर। अनि मेरो चाहिँ आशै थिएन। रस्सी फालेर निस्किनु भयो? हजुर, रस्सीको सहायताले चाहिँ मलाई साथीहरूले रस्सी दिनुभयो, त्यो रस्सीमै समातेर चाहिँ म निस्केँ सर। अहिले घाइते साथीको अवस्था कस्तो छ? उहाँले चाहिँ हातमा चोट लागेको छ अनि पछाडि दुखिरहेछ भन्नुभएको छ, अरू चाहिँ नर्मल नै हुनुहुन्छ। उहाँ चाहिँ कसरी भनेको, उहाँ चाहिँ कहाँनिर उहाँ चाहिँ तल मेसिन फ्लोरमा हुनुहुन्थ्यो। माथिबाट ढुङ्गा झर्ने बित्तिकै उहाँलाई मैले हातले यत्तिकै इसारा गरेँ भाग्नु भनेर। अनि म पनि सायद 2 मिनट ढिला भएदेखि म पनि तल मेसिन फ्लोर पुगिसकेको हुन्थेँ कि हाम्रो त्यहाँ फिल्टर सफा गर्नुपर्ने बेला भएको थियो। अनि हुँदाखेरिमा चाहिँ तपाईँको उहाँलाई चाहिँ त्यो ढुङ्गा झर्ने बित्तिकै भाग्नु भने, भाग्दै चाहिँ उहाँलाई गेटतिरबाट पनि भाग्ने चान्स नदिएपछि झ्यालमा कसरी चढ्नु भएछ, झ्यालबाट चाहिँ फङ्गाल्नु भयो। अनि ग्राउन्ड फ्लोरबाटै निस्किनु भयो पहिरोपछि? नै उहाँ चाहिँ पहिरोभन्दा अगाडि म कन्ट्रोल रुममै थुन्या छु भनेर साथीहरूलाई जानकारी चाहिँ उहाँले गर्नुभएको क्याम्पमा गएर चाहिँ। हजुर हजुर, ए उहाँ चाहिँ पहिला तपाईँभन्दा पहिला? मभन्दा पहिला निस्किनु हो। उहाँलाई चोट लाग्यो तर मभन्दा पहिला चाहिँ उहाँ निस्किनु हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीहरूको टोलीले घाइतेको उद्धार गर्नुभएको थियो र पहिरोका कारणले घारखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ भने आयोजनाको विद्युत गृहमा करोडौँको क्षति भएको छ। क्यामेरामा सुदीप खत्रीको साथमा सन्तोष गौतम, पोखरे बगर, म्याग्दी।